पुरा के गर्नु लाग्यो? तिमीले घिउ भात खानु पर्यो भने नि त त्यही भएर अब घिउ बनाउँछु म यो क्रिम फ्रेस क्रिमबाट। अनि हामीसँग त मेसिनै छैन अनि हात छ त हातले मजाले बन्छ कि तिमी हेर न के गर्नै पर्दैन टक्क हाल्दैन। तर तपाईँले एक लट बनाइसक्नु भयो र? यो भाँडा देखेर थाहा पाउँछ बाँकी छ बुढी एक लट बनाएर ट्रायल गरेको ट्रायल गर्नु हुन्छ कि हुन्न भनेर के भन्छ एक्सपेरिमेन्ट गर्नुभन्दा अगाडि पहिला चाहिँ कस्तो हुन्छ भनेर चेक गरेर जस्तो भयो। अब यो पुरै बाँकी रहेको बनाउने नौनी भन्छ कि ल नौनी भन्छ अनि त्यसपछि त्यसलाई चाहिँ खाएर के बनाउने घरमा आफैले बनाएपछि हेर यस्तो छैन होइन मजाले हल्लाउनुपर्छ सेकिङ गर्नुपर्छ। कति मिनट लाग्छ? 2 3-4 मिनटमा चाहिँ राम्रो हुन्छ। त्यसमा अलिकति बाक्लो हुन्छ बाक्लो भएर चाहिँ बाक्लो चाहिँ नुन जस्तो के भन्छ हुन्छ कमल हुन्छ अझै त्यसलाई चाहिँ फेरि अझै बढी घोलेपछि अनि फेरि के भन्दा अलिक डेन्स हुन्छ डल्लो बन्छ कि ए ल ल भएर ठिक भयो सेकिङ गरेर आवाज राख्नु होइन तर तिमी चाहिँ भयो भने सोच तर अझै भइरहन्छ बिस्तारै बिस्तारै अझै त्यसको चाहिँ त्यो मिल्क त्यो लिक्विड पार्ट चाहिँ सेपरेट हुन्छ त्यो उसै सेपरेट हुनुपर्छ कि फ्याट र त्यो लास्ट एक्सर्साइज हुँदो रहेछ त्यो गर्दा बडी भन्छ ब्याडमिन्टन खेल्ने तपाईँ हुन्छ रात हल्का आउँदैछ यहाँ तपाईँ स्याम फ्याफा गर्नुभयो त? फास्ट गरेको नि त खै के भयो त्यसमा? एक स्टेपको भयो ए अझै यसको मिल्क के भन्छ लिक्विड पार्ट चाहिँ सेपरेट भएन अलिकति जेन्स त्यो के भन्छ बेगुती जस्तो भयो तर अझै यसलाई चाहिँ अपडाउन गरेपछि यसको मिल्क चाहिँ सेपरेट हुन्छ कि है ल ल ए भइसक्यो मिल्क सेपरेट भयो तर अझै रेडी भएछ त्यो फोटो त हालिदिने खान्छ नै मै बनाएर बेकिङ गर्ने हुन्छ थपिन्छ हल्का यो चाहिँ हुँदो रहेछ तर त्यो बनेको देख्दा चाहिँ छुट्टै सन्तुष्टि भएको भएर अलिकति एक्सर्साइज पनि हुन्छ नि त्यो बनेको देख्दा कति आनन्द आउँछ तर मजाले हामी 500 ml को कति बन्दो रहेछ खाएर हेर्नुपर्छ बन्यो हाम्रो घिउ फ्रम हियर बन्यो है नाइस यो चाहिँ बनाएको यो बाँकी रहेको यो भर्खर सेक गरेको निकाल्नु वाह भयो यति आयो त्यसमा पनि छ बिर्कोमा अलिकति छ त्यो होइन अब हामी यसको हेरौँ ओके खाएर हेर्नु कति बन्दो रहेछ ल मलाई त धेरै नै बन्यो जस्तो लागिरहेको है खान्छ अनि त्यो धोकै सुकाकै छैन के त्यो भाँडा अब क्ल्यारिफाई हुन्छ नि त खारिन्छ नि त खाएर सेपरेट यो चाहिँ हामीले तताइसकेपछि अलिक बढी डढेछ क्या कम खानु पर्ने चाहिँ पहिलोचोटि खाएको थाहै पाएन भाँडा कति बन्दो रहेछ यति चाहिँ 200 ml को मार्को कति बन्दो रहेछ हेर्नु त बन्दैन बन्छ पनि भाग्य यति हामीसँग भयो अराउन्ड 200 ml होइन 200 ml त भन्यो